1 महिना लगत्तै फेरि ब्लड प्रेसर भएर अहिले टिचिङ अस्पतालमा छन् र मैले हजुर समक्ष सहयोगको लागि अपील गर्दछु। बिन्ती छ तपाईहरुले म आफै जस्तो सोचेर 1 पैसा 2 पैसा भए पनि सबैजनाले अलिअलि सहयोग गरिदिनु होला, उहाँको जिन्दगीलाई खुसी ल्याइदिनु होला। नमस्कार, म सागर शैली। यति बेला म निकै नै दुःखद खबर लिएर हजुरको सामुने सम्प्रेषण गर्दैछु। भोजपुरको सडानन्दा नगरपालिका वार्ड नम्बर 5 कात्तिके पुल बसोबास गर्दै आएको रामबहादुर माझीको छोरो तीर्थबहादुर माझी आफ्नो परिवारको लागि खुसी ल्याउँछु भन्दै विदेशिएको थिए। विदेशिएको केही महिना नबित्दै आफ्नो खुसी हराए, सँगसँगै आफ्नो बाह्र आमा पनि त्याग्नु पर्यो। 2080 5 महिना 3 गते आइतबार बिहानदेखि बिरामी भएको खुट्टाको क्यान्सर भएर विदेशमै एउटा खुट्टा गुमाउनु पर्यो। फेरि नेपाल झिकाएर दुःख सुख गरी खाँदै थिए। एकैचोटि फेरि केही महिना नबित्दै अर्को खुट्टा क्यान्सर भई फेरि अर्को नै खुट्टा गुमाउनु परेको थियो। कति पीडादायी थियो सोच्नुहोस् त। गाउँघर छरछिमेक दाजुभाइ इष्टमित्र सबैबाट सहयोग मागेर अब चाहिँ मान्छे बाँच्छन् निको भयो भनेर ठुलो आशा पुगेको थियौँ। त्यो नबित्दै अहिले उहाँलाई प्रेसरले ढालिसकेको छ। अहिले अचेत अवस्थामा टिचिङ हस्पिटलमा उपचार हुँदैछ। टाउको अपरेसन गर्नुपर्ने अरे निकै खर्च लाग्ने भएकोले गर्दाखेरि मलाई सहयोगको अलिक अपेक्षा गर्नुभएको छ। पैसा जति सबै पहिले नै सकिसकेको थियो उपचार गर्दा। घर जग्गा घरेली सबै बेचेर भए जति सम्पत्ति सबै सकिसकेको थियो। अब उपचार गर्नलाई उहाँसँग एकै पैसा पनि एकै रुपियाँ पनि नभएपछि उहाँले एउटा अपेक्षा गर्नुभएको छ। देश तथा नेपालमै जहीँसुकैबाट पनि कसैले 1 पैसा 2 पैसा भए पनि सरसक आयो भने उहाँको एउटा खुसी फर्किन्छ कि भन्ने आशा पुगेको छु। 3 चोटिसम्म काट्नु पर्यो क्यान्सर भएर। त्यसपछि त्यहाँदेखि त्यसरी घटना भएको थियो। उद्धार गर्ने बित्तिकै 1 महिना लगत्तै फेरि ब्लड प्रेसर भएर अहिले टिचिङ अस्पतालमा छन् र मैले हजुर समक्ष सहयोगको लागि अपील गर्दछु। र मैले जति पनि गर्न सक्ने गरेँ। सबै आफन्तहरूमा सहयोगहरू सबै भइसक्यो र पनि भएन र लास्टमा केही सिप नचलेर हजुरहरूलाई बिन्ती गर्दछु कि केही खर्च जुटाइदिनु भयो हुन्थ्यो, सहयोग गरिदिनु भयो हुन्थ्यो भनेर यो मैले एउटा भाइलाई, गाउँको भाइलाई यहाँ भिडियो बनाउन लगाएर हजुरहरू समक्ष उपस्थित गराउँदैछु। अब नमस्कार, धन्यवाद। उहाँसँग त अब न बेलुका खाने न बिहान खाने त्यो समेत पनि जुटाउन निकै धुरो परिसकेको छ। अब उपचार गर्नलाई त निकै गाह्रो भइसकेको छ। भएको जे छ सबै बेचेर उपचार गरेर सकिसकेको थियो। भगवान्ले पनि कतिसम्म थाप्न सक्छन्। भगवान् सरी दर्शकहरू हुनुहुन्छ, तपाईँहरूले जति सक्नुहुन्छ सके जति सहयोग गरिदिनु होला र यो भिडियोलाई सबैको सामुन्ने पनि पुर्याइदिनु होला, सक्दो सेयर गरिदिनु होला र सकेसम्म सक्नुहुन्छ भने यो भिडियो गुजरात थापाको मोबाइलसम्म पनि यो भिडियो पुगोस्। किनभने आज उहाँलाई प्रेसरले ढालिसकेपछि उहाँ अचेत अवस्थामा हुनुहुन्छ। उहाँलाई टाउको अपरेसन गर्न निकै ठुलो खर्च लाग्ने भएकाले तपाईँहरू भगवान् जस्तो दर्शक महानुभावहरूसँग यो अपेक्षा गर्दछु। बिन्ती छ तपाईहरूले म आफै जस्तो सोचेर 1 पैसा 2 पैसा भए पनि सबैजनाले अलिअलि सहयोग गरिदिनु होला, उहाँको जिन्दगीलाई खुसी ल्याइदिनु होला भन्दै तपाईँहरूको सामुन्ने मैले बिन्ती गरेको छु। र मोबाइलको स्क्रिनमा क्युआर पनि राखेको छु। उहाँ जुन बिरामी हुने व्यक्ति उहाँको क्युआर, उहाँको चाहिँ एउटा ब्याङ्क खाता नम्बर नभएपछि हामीले उहाँकै आफ्नै दाइको चाहिँ क्युआर यहाँ स्क्रिनमा राखेको छौँ। अनि कसैलाई बुझ्न चाहनुहुन्छ भने नम्बर स्क्रिनमा राखेको छ। तपाईँहरूले यो नम्बरमा कल गरेर पनि भन्न सक्नुहुन्छ। जति सक्नुहुन्छ त्यति सहयोग गर्नु होला। बिन्ती छ यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र सबैको सामुन्ने पुर्याइदिनु होला। र देश विदेशमा छरिनु भएको दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूलाई पनि मैले ठुलो अपेक्षा गरेको छु। एउटा दुःखमा परेको मान्छेलाई कम्तीमा सुखमा ल्याउन सक्यो भने भोलिको दिनमा उहाँहरूले पनि तपाईँहरूको लागि फेरि गर्नुहुन्छ। सबैको दिन एउटै हुँदैन। आज म सन्चो छु, म भोलि बिरामी पनि हुनसक्छु। त्यस्तो दिन सबैको घुमेर आउँछ। तपाईँहरूलाई पनि त्यस्तो पर्न सक्छ। आफूलाई परे जस्तै सम्झेर 1 पैसा 2 पैसा भए पनि बिन्ती छ
सक्दो सहयोग गरेर बचाइदिनु हुन हार्दिक अनुरोध गर्दछु र उहाँको दाजुलाई पनि म बोल्न दिन्छु। उहाँले पनि भन्नुहुन्छ र उहाँसँग पनि थोरै म बात गर्नेछु। र उहाँ चाहिँ बिरामीको दाइ हुनुहुन्छ। उहाँसँग केही कुरोकानी म गर्न आँट्दैछु। उहाँबाट पनि सुन्नुहोस् खास बिरामी कसरी भएको छ, के भएको छ उहाँसँग म सोध्नेछु। त्यसपछि तपाईँहरूलाई सबै कुरो बताउनु हुनेछ। ल भन्नुहोस् के कारणले बिरामी भएर यस्तो भएको र खर्च समस्या के भएर यस्तो भयो सबै कुरो बताइदिनुहोस् त। हेलो, नमस्ते सम्पूर्णहरूमा। खासमा चाहिँ मेरो भाइ मलेसिया गएको थियो। मलेसियामै खुट्टा काट्यो क्यान्सर भएर र उद्धार गरेर अहिले मैले काठमाडौँ ल्याएको थिएँ। लगतै 2 सालपछि यसो गरी खाइरहेको थियो। दोस्रो खुट्टा फेरि त्यस्तै घाउ भएर 3 चोटिसम्म काट्नु पर्यो क्यान्सर भएर। त्यसपछि तिहारदेखि त्यसरी घटना भएको थियो। उद्धार गर्ने बित्तिकै 1 महिना लगतै फेरि ब्लड प्रेसर भएर अहिले टिचिङ अस्पतालमा छन् र मैले हजुरहरू समक्ष सहयोगको लागि अपिल गर्दछु। र मैले जति पनि गर्न सक्ने गरेँ, सबै आफन्तहरूमा सहयोगहरू सबै भइसक्यो र पनि भएन र लास्टमा केही सिट नचलेर हजुरहरूलाई बिन्ती गर्दछु कि केही खर्च जुटाइदिनु भयो हुन्थ्यो, सहयोग गरिदिनु भयो हुन्थ्यो भनेर यो मैले एउटा भाइलाई, गाउँको भाइलाई यहाँ भिडियो बनाउन लाएर हजुरहरू समक्ष उपस्थित गराउँदैछु। अब नमस्कार, धन्यवाद। सबैजनाले सेयर गरिदिनु होला र यो पेजलाई सक्दो लाइक पनि गर्न नभुल्नु होला र फलो पनि। हस्त धन्यवाद। र सबैजनाले उहाँको लागि शीघ्र स्वस्थता लागि सबैले कामना गरिदिनु होला। कमेन्ट बक्समा गेटुल छन् लेखिदिनु होला। र कसले पैसा पठाउनु भएको छ कमेन्ट्समा पठाइसकेको फोटो स्क्रिनसुट गरेर मेसेन्जरमा पनि हालिदिनु होला। म सबैलाई एकै ठाउँ राखेर म समेट्नेछु।